हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। ल फेरि पनि स्वागत छ हजुरहरूलाई होइन मेरो ब्लगमा। आज चाहिँ म खेतबारी हिँड्दैछु होइन, खेतको आली र अहिले चाहिँ म फिल्डमा जाँदैछु, फुटबल खेल्ने फिल्डमा। त्यहाँ धेरै भन्न गएको होइन, अब कस्तो रहेछ फिल्ड हेर्न गएर कतिजना आउँदो रहेछ खेल्ने खेलाडीहरू। एकछिन गएर खेल्नु पनि पर्यो। गाई जस्तै हो है गाउँघरतिरको काम भनेको। अहिले धमाधम काम चल्दैछ, किनकि अहिले मकै भाँच्ने कारणले होइन, मकै भाँच्ने काम चल्दैछ अहिले सबै। कतिको त मकै यो पानीले भिजाएको हुन्छ है, ठेसर लगाएको मकैहरूलाई। धेरै दिनपछि है यहाँनिर कस्तो लागिरहेछ आर्लीमा हिँड्नलाई पनि यार। ल गाई चाहिँ अहिले चाहिँ म फुटबल खेल्न जाँदैछु भान्जासँग। त्यही भान्जा अगाडि फुटबल लिएर हिँड्दैछु। अहिले चाहिँ हामी खेतको बिचबिच जाँदैछौँ है। यो खेतको आली किनकि धेरै साल भयो यस्तो खेतमा आली बनाइएको। फुटबल पनि त्यतिकै बस हेर्नु न फिल्ड कस्तो रहेछ भनेर हेर्न हिँडेको। हेर्नु धानको बिच तयारी हुँदैछ। ल यहाँ त काँक्रो पनि रहेछ त, फर्सी है। हेर्नुहोस् मकै काटेर सबै लगभग सकिसक्यो। यो पानीले गर्दाखेरि कतिको मकै काटेको छैन। दिनभरि यस्तो गर्मी हुन्छ, राति हावा पानी आउँछ, के गर्नु यहाँनिर त्यस्तो छ त अहिले।